साथीहरू नमस्कार। यो जाडो महिनामा बच्चादेखि वयस्कसम्म बुढाबुढीसम्मको लागि अत्यन्तै लाभदायक इनर्जी बुस्टर आउनुस् कसरी बनाउने है। हाम्रो शरीरबाट कमजोरी भगाउन र जाडोबाट बच्नलाई यी सबै खानेकुराहरू मिक्सचरमा हाल्ने, त्यस पछाडि यसमा फ्ल्याक्सिड पनि हाल्ने, त्यस पछाडि थोरै ज्वानो अनि त्यस पछाडि सोप पनि हालेर सबैलाई मिक्सचरमा मिक्स गर्ने अनि दुधसँग खाने। अघि मैले बनाएको इनर्जी बुस्टर खानको लागि मैले यति 1 कप जति दुध तताएको छु यहाँ। अब यसमा हेर्नु है त म के हाल्छु। त्यस पछाडि 1 चिम्टी हल्दी राख्ने, एउटा सुकुमेल राख्ने अनि यो दालचिनी यति राखेर यसलाई उमाल्ने एकछिन। अब यो यसरी उम्लेपछि यसलाई चाहिँ टक्क पारेर यहाँ यसरी छान्ने टक्कसँगले अनि अघिको यो इनर्जी बुस्टर हाल्ने 1-2 चम्चा हाल्ने अनि यसलाई मजाले फिट्ने, यसरी खाने। आहा यस्तो यो जाडो त फुत्तै भगाइदिन्छ, तर कप चाहिँ यस्तो खालको कपमा खानुपर्छ है। ल तपाईहरु पनि ट्राई गर्नु होला कस्तो हुन्छ अनि कमेन्ट गर्नु होला है त। थ्यांक यू।